हामी चाहिँ गराउन गइरहेको छौँ खेतबारीमा मकै हेर्न आएको छौँ यहाँको मकै चाहिँ एकदम ठुल्ठुलो भएको सकेको छ हेर्न सक्नुहुन्छ हजुरले हाम्रो लाइकको डिमान्ड छ 50,000 त्यति मैले भन्न खोजेको त्यति लाइक आयो भए हाम्रो कति प्रफिट हुन्थ्यो होला है क्यामेराम्यान यहाँ हेर्न सक्नुहुन्छ हजुरले कति ठुल्ठुलो मकै फलेको छ यो मकैले ट्याप्प टिपे खायो है गाइस यो यहाँ ठुलो त्यत्तिकै हुन्छ यो त अनि यहाँ चाहिँ माथिको भ्यू हेर्न सक्नुहुन्छ हजुरले हेर्नु न सुन यहाँ माथिको भ्यू मकैमा हिँडौँ नि त यो दाउरा चाहिँ खराब भइरहेको छ झाडी धेरै पर्ने क्या काट्नुपर्छ यो पागलीको जातै यस्तो धरम होइन अनि त्यस्तो गरेर आउँछ र कुनको बुट गरे हो कुसुमको बुट हो हेर त यहाँ फेन्टा फल्यो यसरी फेन्टा भन्न आयो त्यो कटर फल्यो कस्तो मिठो लाग्छ नि त्यो मलाई फेरि म चाहिँ खसेको छु यहाँ चाहिँ एभोकाडोको बुट देखाउन गइरहेको छु हेर्नु होला अहिले सानो छ त्यसले अब चाहिँ यहाँ चाहिँ पम्पू सेट यहाँ भोलि हुँदा यसको अवस्था यस्तो अवस्था यस्तो फोहोर हो किनकि यहाँ पानी चला होइन पानी चला यति सफा हुन्छ नहुने गाइस यो पानी यहाँबाट पानी झन् यस्तो सफा हुन्छ उहाँ चाहिँ हाम्रो आन्टी भनौँ न मेरो ठुली बजाइ मेरो गाई ठुली बजाइ त परेको अनि उहाँ चाहिँ हामी चाहिँ भ्लग गराम अनि उहाँ चाहिँ हाम्रो आन्टी भनौँ न होइन आन्टी चाहिँ होइन युट्युबमा हाल्नु पैसा कमाइन्छ यहाँ देखिनु के त्यहाँबाट भिडियो आइहाल्छ नि हाम्रो भिडियो भाइरल भइहाल्छ है हामी आफ्नो साथीहरूलाई देखाउँछौँ आफ्नो भिडियो त्यो चाहिँ मकैबारी जराम भनौँ न गाइस अलिक झडी भएर जान मिलेको छैन त्यही भएर पछाडि ब्याक हुनै पर्छ हामीहरू कम ब्याक गरेर उहाँ चाहिँ घाँसै काटो गरेर हुनुहुन्छ यो चाहिँ एकदम जङ्गली केरा भनौँ न छिटो जाम गरे भनेको छन् यिनको चाहिँ फेभरेट चिज गरे पत्ता है पत्ताको यस्तो बिचोक भएको हुन्छ नि त्यसलाई उनले यस्तो मन पराउँछन् क्या केराको भित्रको केरा भ्लगर त भन्ने मिल्दैन भ्लगर त तिमी हो नि त म चाहिँ क्यामराम्यान हो क्यामराम्यान पनि नभनौँ यिनकै साथी भनौँ न अब उसको लागि यसो हेल्प गर्नु पऱ्यो नि त 1 लाख आएपछि उसले पनि मलाई दिन्छ म कति दिन्छौ नि सोध्यो तिमीले पैसा आयो भने जति पनि दिन्छु सोच न पहिला सोच कतिवटा पैसा आउँछ त्यति आधा नै न 1 लाख आयो भने 1 लाख आयो भने 10,000 हुन्छ मलाई त्यति 10,000 पनि हुन्छ ड्याडीले दिनुहुन्छ कि नै सोध्छु ड्याडीलाई म चाहिँ क्यामराम्यान होला मलाई 10 नदिनु नि मैले कस्तो लाग्छ भन्छु के गाइस जानु होला कति राम्रो पत्ता मलाई त चाहिँ महिनाको अझै कति महिनाको दिनुपर्छ मलाई चाहिँ नि त लाग्छ महिनाको 10 रुपैयाँ दिन्छु छिटो महिनाको 10 रुपैयाँ भएको भए त हामीलाई प्रफिट हुन त लुज हुनु त प्रफिट भनेको त मैले दिनको 10 रुपैयाँ
एक दिनको 10 रुपियाँ हुन्छ तर मलाई त्यस्तो एक दिनको 10 रुपियाँ दिनु पर्दैन दिनदिनै 5 रुपियाँ त्यस्तो नि होइन क्या एक दिन दिनु पर्दैन महिनाको बरु म हप्ताको दिन्छु हप्ताको 10 रुपियाँ हप्ताको 10 रुपियाँ छि 20 रुपियाँ दिन्छु हप्ता महिनाको 100 रुपियाँ हप्ताको 50 दिन्छु हुन्छ महिनाको महिनाको 100 हुन्छ नि त हप्ताको 50 गरे नि हुन्छ महिनाको 100 रुपियाँ दिन्छु सालीलाई लुट मजा छ नि पनि म त्यस्तो नि त मान्छे हेलो हेलो चाहिँ हाम्रो आलिक हाई गर्छौ नानी हेलो उहाँको मेकअप चाहिँ श्री अनुष्काले गर्नुभएको छ ए अस्ति नै बर्थडेको के सुकुमारी हामी तपाईँलाई फेसबुकमा तपाईँको सबैले ख्याल राख्छ यहाँ 2 वर्ष अघिको एक स्मरण छ 2 वर्ष अघिको गरे बर्थडेको फुली बजाइको तिनवटा एउटा कुराकानी भएको छ यहाँ एउटा तेरा मुख ताल फिल लगाले ताल भइरहेको छ यहाँ ताल लगाएको छ ओइ पाचक खै पाचक त त्यति डायरीमा राखेको थियो गल्मी अब चाहिँ म ओके म यहाँ चाहिँ कुद्छु जग्गा चाहिँ म गाइज म चाहिँ नि बन्जिङ जम्पिङ गर्न लागेको छु अनि मैले बन्जिङ जम्पिङ गर्ने बित्तिकै बन्द गरेँ म यहाँ उड्ने बित्तिकै बिचको त भाउको 1 2 3 गल्नी पागलले लोटेर बसे अनि अब चाहिँ म उसले चाहिँ भनेको छ यतिकोलाई उसले चाहिँ भनेको चाहिँ यतिकोमा यसलाई चाहिँ बन्जी जम्प भनेको राखेको छ फेरि म चाहिँ यसमा नि 1 फुट 1 इन्च मेरो लागि 1 फुट 1 इन्च भनौँ न अनि यो चाहिँ सुप्रिम पाण्डे जम्प अब मेरो जम्प हेर्नु होला है क्यामेरा नि हलिन् ल केही थाहा पाइदिन है 1 फुट 1 इन्च हो आफ्नो मकसद पुरा गर्न होइन पाचक लिन हो हैन आफ्नो मकसद भन्छन् के फेरि पाचक लिन हैन गाइस पाचक त हेर गाइस म एउटाको साइकल हेर्न चाहिँ म पनि जान्छु न कुराकानी भएको छ कुराकानी हामी चाहिँ तपाईँ हामी घर जान्छौँ है म एउटाको साइकल पकाउनु ल नके सुप्रिम साइकल ल्याउनु चाहिँ म मिग्नु साइकल मस्त लाग्छ तिम्रो पो मिग्नु आफ्नो कुरो हुन्छ यस्तो लाग्छ हामी त खसेको होला है भुइँमा खसेको लिएर आऊ चोर्नु त होइन हामी चोर होइन नि त फेरि भुइँमा खसेन भने नलिएर आऊ के पनि छैन भने नलिएर आऊ फेरि खसे छैन भने अया कस्तो भारी भयो यार सुजिमा राना फेरि यहाँ आउन हात्ती गर्नु रुट गर्दैछु सुजिमा राना गल्लीतिर बोलेर कि सानो नि होइन हवस् समाप्त आया अगाडि लेस गरेर अगाडि गरौँ न ब्ल्याक लिस्ट गर्दा हुन्छ के म चाहिँ साइकलमा आइरहेको छु चलाउनु लागि यहाँ फेरि बिच भएको छ बिच्नु भएको जस्तो गाह्रो भयो मलाई यो साइकल चलाउनु त मलाई कस्तो गाह्रो भयो सुधीमा यो साइकलमा चलाउनै आएन ल हामी चाहिँ साइकल साथसाथ गर्दै उसको भ्लग समादिनुहोस् छोप पहिला यो साइकल छप्प गर्ने छड्दै म यतिकै छोपेर गर्न सक्छु यार गाइस हेर्नु होला मोबाइल चाहिँ हल्लाङ हल्लिरहेको छ कहिले गाइस कतै बिचमा मोबाइल नखसोस् भनेर म चाहन्छु पर्दैन के मिल्छ के मलाई हेर्नु होला गाइस मलाई एउटा हात छोडेर गरेको हजुरहरूलाई
हजुरहरूको लागि हेर्नु माथिको आसमानको भ्यू नजारा कसरी थाहा पाउनुभयो कसरी थाहा पाउनुभयो अनि कसरी थाहा पाउनुभयो त्यो सोधेको नि अच्छा भन्छौ यसलाई अलि माथि गर्न देऊ लबरलाई